न। हेलो साथीहरू, आज पनि फेरि मैले मुकबाङ भिडियो लिएर म आइ नै सकेको छु तपाईँहरूको सामु। आज चाहिँ मैले के चाहिँ लिएको छु भन्दा लोकल कुखुराको मासुमा ग्रेभी छ। अनि त्यहाँदेखि चाहिँ यहाँ हेर्न सक्नुहुनेछ मेरो सुप छ। अनि त्यहाँदेखि चाहिँ यहाँ वाचिप्पा, अनि यहाँ चाहिँ फर्सीको मुन्टा, अनि सलादहरू छ, अनि बोडीको तरकारी पनि छ। अनि यहाँ हेर्नुहुनेछ डल्ले खोर्सानी बारीमा फलेको। ल साथीहरू, मैले खाना सुरु गरेँ है त। सुरु चाहिँ म खानाबाटै गर्छु है। भएर एकदम यस्तो छ चेस। मैले चाहिँ एकदम गर्मी भएर कोक लिएको। मिठो रहेछ साथी हो। यस्तो गर्मी बढिरहेछ कि साथीहरू, यो पसिना हेर्न सक्नुहुन्न। मलाई चाहिँ क्या यो लसुन कस्तो मनपर्छ। यसरी टोक्न वाचिप्पा त सुरु गरेछ न। छिप्पेको भाले पऱ्यो होला कस्तो साह्रो छ। मिठो रहेछ। म चाहिँ एकदम भात खाँदाखेरि अड्किहाल्छ। पाहाडमा गएको मासु मात्र खाएर त भएन नि त है, सलाद पनि खानु पर्यो। खोर्सानी टोक्नु भन्नेले गर्दा सबमा पिरो रहेछ। फर्सीको मुन्टा अब्बल मिठो लाग्यो। तर म चाहिँ यस्तो चाहिँ खान्न नि फेरि। मलाई खै किन मलाई मन पर्दैन यस्तो चाहिँ। टमाटर त छान्ने मान्छे
म चाहिँ धेरै दिनसँग यो छिपेको छ यहाँ पनि मासु छ ए मासु त धेरै होला जस्तो छ मलाई त वाचिप्पा पनि मिठो लाग्यो साथी एकदम मिठो सबैमा पिरो रहेछ हट चाहिँ मलाई ओभर डर लाग्छ तर यस्तो चाहिँ मलाई यस्तो गर्मी हो म अहिले चाहिँ नखाइसकौँ सलाद चाहिँ खाइसक्छु बाहिर नानीहरू छ कि एकदम हल्ला सब आफ्नै हातले बनाएको साथीहरू माथि घरबाट आमाले पठाइदिनु भएको थियो कि सबैजना मिलेर खाऊ है भनेर घरकोलाई त दिनु पर्यो नि त खोर्सानी टोक्न पनि मन लागेछ डर पनि लागेछ चिट्ठी नै लाउनु पर्ने जस्तो भएको थियो सुकमा त लसुन चाहिँ मैले एउटा मात्रै लिएर आएँ एउटा मात्रै लिएर आएँ वाचिप्पा खानु चाहिँ मनपर्छ मिठो पनि लाग्छ तर हजुरसँग डर लाग्छ साथी हो म भात चाहिँ खान्छु यो वाचिप्पाको यो हड्डी चाहिँ ओभर डर लाग्यो सबैमा आफ्नो हातले बनाएको सब ग्रेभी मासु यो रसवाला वाचिप्पा यो काकातीको अचार मात्रै मैले बनाएको होइन र अकबरी खोर्सानी मैले रोपेको होइन पकाएको चाहिँ सब्जीहरू हो
ओभरडोज। अमिलो मासु सबै मासु भयो भने चिप्लाउँछ, त्यही भएर मेरो सबै मिठो हो। पेट अगाडि सकौँ। मलाई वाचिपा पनि साह्रै मनपर्छ। झन् सुक्खा यो चाहिँ मैले सोको मात्रै राखेको, सोको लाग्यो नि त नखाने डेन्जर। मिठो खालको उयो पनि छ क्या, फेरि अमिलो पनि उयोको। भात चाहिँ खाइसकिहाल्छु। मलाई वाचिपा भए पनि भात भएपछि हुन्छ। यति खाएर पनि अगाडि नभन्नु थाल्यो भने त साथी हो। आमा म पनि मुकबाङ भिडियोमा बस्ने नि भन्दै थियो मेरो छोराले। ऊ त अचार उपर पिरो राम्रो नखाएको। हामीलाई भयो गाइस, यहाँ पनि मासु छ। यहाँ पनि तपाईँहरूलाई थाहै छ मासु जति जहिले म उभार्छु भन्ने। साथीहरू मेरो भिडियो हेरेर मात्रै उयो नलिनु होला कि, लाइक सब्सक्राइब पनि गरिदिनु होला। तपाईँहरू पनि यस्तै मिठो मिठो बनाएर खानु होला। यति भन्दै नेक्स्ट भिडियोमा भेटौँला साथीहरू। बाई बाई। मेरो यति नै हात चाहिँ जुठो छ है। बाई बाई।